मेरो एकजना सब्सक्राइबरले मलाई कमेन्टमा के भन्नुभएको थियो भने कुनै यस्तो एप या वेबसाइट ल्याएर आउनुहोस् न जता चाहिँ हामीले गेम खेलेर केही डलरहरुमा अर्न गर्न सकौं र त्यसलाई डाइरेक्टली हाम्रो ई-सेवा या ब्याङ्कमा विथड्र गर्न सकौं भनेर कमेन्ट गर्नुभएको थियो। अनि त्यही कमेन्टलाई मध्यनजर गर्दै आजको यस भिडियो बनाउँदै छु। एउटा यस्तो वेबसाइट या एप भन्न सक्नुहुन्छ, यो एपमा पनि छ, नभए एप तपाईलाई इन्स्टल गर्न मन छैन भने सिधै वेबसाइटमा गएर पनि तपाईले काम गर्न सक्नुहुन्छ। केवल तपाईले केही गेमहरु खेलेको बापत त्यता तपाईले डलर अर्न गर्नुहुन्छ या कुनै सर्वेहरु गरेको बापत तपाईले डलर अर्न गर्नुहुन्छ र इजिली त्यसलाई आफ्नो ई-सेवामा ल्याउन सक्नुहुन्छ। धेरै मान्छेहरुले यो एपदेखि काम गरिरहेका छन् र तपाईहरु पनि त्यस्तै एप या वेबसाइटमा काम गर्ने ऑडियन्स हुनुहुन्छ भने कृपया यो भिडियो चाहिँ तपाईहरुको लागि हो। यदि तपाईहरुलाई लङ टर्म काम गर्न मन छैन, मैले थुप्रै युट्युब देखि कसरी पैसा कमाउने, युट्युब च्यानलहरु बनाएर कसरी लङ टर्म वेमा अर्निङ गर्ने, एफिलिएट मार्केटिङ, फ्रीलान्सिङका विभिन्न भिडियोहरु बनाएको छु। त्यो भिडियो मन परेको छैन, तपाईलाई सिम्पल काम गर्यो र पैसा लियो र सक्यो भन्ने चाहनुहुन्छ भने चाहिँ यो भिडियो तपाईहरुको लागि छ। आजको यस भिडियोमा सिम्पल गेमहरु खेलेर तपाईले डलरमा अर्न गर्न सक्नुहुन्छ र त्यसलाई इजिली आफ्नो ई-सेवा या ब्याङ्कमा विथड्र गर्न सक्नुहुन्छ। साथीहरु, भिडियो अन्तिमसम्म हेर्नु होला, किनकि यदि तपाईहरुले अलिकति पनि मिस गर्नुभयो भने तपाईहरुले कमाएको पैसा चाहिँ तपाईको ब्याङ्क या ई-सेवामा नआउन सक्छ। त्यसैले भिडियो कृपया अन्तिमसम्म स्टेप बाइ स्टेप हेर्नु होला। यदि तपाईलाई अल्छी लागेको छ भने भिडियोलाई बरु फरवर्ड गर्नु होला। माथिपट्टि सेटिङमा गयो भने तपाईले स्पिड बनाउन मिल्छ, भिडियोको स्पिड बढायो भने तपाईको यो भिडियो छिटो प्ले हुन्छ। त्यसरी पनि हेर्न सक्नुहुन्छ, तर भिडियो चाहिँ अन्तिमसम्म हेर्न नबिर्सिनु होला। अनि यदि तपाईहरु च्यानलमा पहिलोचोटि आउनु भएको छ भने यस्तै अनलाइन अर्निङ रिलेटेड भिडियो र एआई र टेक्नोलोजी सम्बन्धीको लागि अर्निङ साथीलाई आजै सब्स्क्राइब गर्नु होला। तपाईको डिमान्ड अनुसार अहिले मैले भिडियो बनाउने गरेको छु। मैले आफ्नै जेन्युइन मेथडहरु त थुप्रै ल्याइ नै रहने छु, तर केही समयदेखि चाहिँ मैले तपाईहरुले कमेन्ट गरेका कमेन्टहरुको चाहिँ भिडियो ल्याउने कोसिस गरिरहेको छु र आजको यो भिडियो पनि त्यही रिलेटेड नै रहेको छ। यदि तपाईलाई साच्चैको अनलाइन अर्निङ गर्न मन छ भने कृपया यो भिडियोलाई एक लाइक गर्नु होला र मुनि कमेन्टमा गएर अनलाइन अर्निङ भनेर लेख्नु होला। हेरौं कतिलाई थाहा छ अनलाइन अर्निङको बारेमा र कतिलाई इच्छा छ अनलाइन अर्निङ पैसा कमाउनको लागि भनेर। सो कृपया कमेन्टमा कमेन्ट गर्न भने नबिर्सिनु होला। अब म तपाईलाई वेबसाइटमा मोबाइलमा गएर देखाउने छु। यसको एप पनि आउँछ, तर म एपमा गएर देखाउने वाला छैन, म चाहिँ सिधै गुगलमा गएर तपाईलाई देखाउने छु। तपाईलाई चाहिँ मैले डिस्क्रिप्सनमा एउटा लिंक दिएको छु, त्यता सिम्पली क्लिक गरेको बापत यो वेबसाइटमा पुग्न सक्नुहुन्छ है त। ओके, मैले मुनि दिएको लिंक क्लिक गरिसकेपछि तपाईहरुको अगाडि यस्तो एउटा इन्टरफेस आउँछ। यहाँ देख्न सक्नुहुन्छ जहाँ गेट पेड फर टेस्टिङ एप गेम एन्ड सर्वे भनेर भनेको छ र एउटा अफर कम्प्लिट गरेको बापत तपाईले $3 सम्म अर्न गर्न सक्नुहुन्छ। यानी कि 300 रुपैयाँसम्म एउटा अफर कम्प्लिट गरेको बापत अर्न गर्न सक्नुहुन्छ। यहाँ माथिपट्टि नै लेखेको छ र के गर्ने कसो गर्ने भन्ने कुराहरु यहाँ पनि देखाएको छ। अलिकति मुनि आउनु भयो भने मुनि देख्न सक्नुहुन्छ कति जनाले रिभ्यू दिएको छ भन्ने कुरा पनि देख्न सक्नुहुन्छ। ट्रस्ट पाइलटमा पनि यो रिभ्यू र यो ट्रस्ट पाइलटमा रिभ्यू पाएको एप र वेबसाइटलाई चाहिँ के मानिन्छ भन्दाखेरि यो लेजेन्ड वेबसाइट जुन चाहिँ एकदमै सही हो, जुनले स्क्याम गरेको छैन भनेर मानिन्छ हैन। यो वेबसाइट ट्रस्ट पाइलटमा पनि रिभ्यू छ, तपाईले देख्न सक्नुहुन्छ। त्यसैले ढुक्क भएर यता काम गर्न सक्नुहुन्छ। मुनिपट्टि आएर साइन अप भन्ने रहेको छ, एकछिन यसलाई छोड्नुहोस्, यो भन्दा मुनिपट्टि आउनुहोस्। मुनिपट्टि तपाईले देख्न सक्नुहुन्छ कति युजरहरुले के गरेका छन्, कति पैसा निकालेका छन् भन्ने कुराहरु यहाँ देख्न सक्नुहुन्छ। एउटा हिजो भर्खर एकजनाले $40 सम्म कमाएको छ देख्न सक्नुहुन्छ, विथड्र पनि गरेको छ र टोटल अहिलेसम्म चाहिँ फ्री क्याश देखि भनेको तपाईले देख्न सक्नुहुन्छ 50,000 या लाखसम्म 50 लाखसम्म मान्छेले विथड्र गरिसकेको छ। मुनि यसलाई कसले रिकमेन्ड गरेको छ भन्ने कुरा यहाँ देख्न सक्नुहुन्छ विभिन्न। अनि तपाईले फुल डिटेल यहाँ मुनि पढ्न सक्नुहुन्छ हैन, कसरी पाउनुहुन्छ, के गर्नुहुन्छ भन्ने कुरा हैन, गेम खेलेर सर्वे, यो सबै कुरा मैले तपाईलाई किन देखाइरहेको छु भन्दाखेरि यो चाहिँ एउटा ट्रस्टेड एप भएको, यो एउटा ट्रस्टेड एप छ कि छैन भनेर मैले तपाईलाई देखाइरहेको छु। तपाईले सबै कुराहरु यता चेक गर्न सक्नुहुन्छ है त। ओके, म माथि स्क्रोल गरिसकेपछि यतापट्टि देख्न सक्नुहुन्छ गेट $5 साइन अप बोनस भनेको छ हैन। यो साइन अप गेट $5 बोनस भनेको छ। अब हामीले यसलाई साइन अप गर्नलाई के गर्छौं भन्दाखेरि सिधै तपाईले मुनि साइन अप विथ गुगल गर्न पनि सक्नुहुन्छ, साइन अप विथ फेसबुक गर्न पनि सक्नुहुन्छ। तर मैले चाहिँ के गर्छु भन्दाखेरि यहाँ माथिपट्टि क्लिक गरेर इमेल हाल्छु। आफुलाई इमेल जुन इमेल तपाईले युज गरिराख्नु भएको छ, आफ्नो पर्सनल इमेल भन्दा एउटा छुट्टै इमेल
प्रयोग गर्नु होला यस्तो एपहरुमा काम गर्नको लागि चाहिँ, सो दैट तपाईको अकाउन्ट पनि सेक्युर हुन्छ, तपाईको मोबाइल पनि इन्फर्मेसन डाटाहरु चाहिँ सेक्युर हुन्छ। जुन तपाईको पर्सनल इमेल छ, जुन डकुमेन्टहरुमा युज गर्नुहुन्छ त्यो इमेल चाहिँ यता युज नगर्नु होला। सो आफ्नो इमेल हाल्नु होला अनि त्यसपछि यहाँ मुनिपट्टि पासवर्ड हाल्नु होला है त। ओके, म क्रिएट माई अन गर्छु र पासवर्ड हाल्दाखेरि के कुरा ध्यान दिनुपर्ने हुन्छ भन्दाखेरि तपाईले अलिकति स्ट्रङ पासवर्ड हाल्नुपर्ने हुन्छ, नम्बर पनि इन्क्लुड हुनुपर्ने हुन्छ, त्यसैगरी लेटर इन्क्लुड हुनुपर्ने हुन्छ, क्यापिटल हुनुपर्ने हुन्छ है। ओके, त्यसरी हालिसकेपछि सिम्पली तपाईले गेट इन्स्टेन्ट $5 साइन अप बोनस भनेर क्लिक गर्न साथै तपाईँ के हुन्छ भित्र जान सक्नुहुन्छ। मैले अलरेडी साइन अप गरिसकेको छु, म लगइन गरेर तपाईलाई देखाउन चाहन्छु है त। ओके, देख्न सक्नुहुन्छ हामीले साइन अप या साइन इन गरिसकेपछि यस्तो एउटा इन्टरफेस आउँछ। यहाँ देख्न सक्नुहुन्छ तपाईले प्ले स्टोरमा गएर यो एप डाउनलोड गर्न पनि सक्नुहुन्छ है त। ओके, यो गरिसकेपछि तपाईले आफ्नो इमेल बक्समा आउनु होला। सो इमेल बक्समा आइसकेपछि तपाईहरुको अगाडि चाहिँ एउटा इमेल आउँछ, जस्तै म यहाँ देखाउन सक्छु, जस्तै म यहाँ देखाइरहेको छु, तपाईले देख्न सक्नुहुन्छ एउटा इमेल आएको छ। सिम्पली भेरिफाई यो इमेलमा क्लिक गर्नु होला र तपाईको इमेल भेरिफाई हुन्छ। त्यसपछि चाहिँ अब बल्ल तपाईले अन गर्न सक्नुहुन्छ। इन्टरफेस यस्तो हुन्छ। यहाँ देख्न सक्नुहुन्छ सबैभन्दा अगाडि के भनेको छ भन्दाखेरि यो टेक्सा हेडम यो पोकर एउटा गेम रहेको छ। यो खेलेको बापत तपाईले $27 चाहिँ अन गर्नुहुन्छ। सिम्पली म यसलाई क्लिक गर्छु। ओके, क्लिक गरेपछि यहाँ देख्न सक्नुहुन्छ के गरेपछि फर्स्टमा बेसिक कुरा गरेपछि 0.01 तपाईले डलर अन गर्नुहुन्छ। त्यसरी विभिन्न कुराहरू देखाइरहेको छ र तपाईले लेभल 90 सम्म पुर्याउनु भयो भने चाहिँ $24 चाहिँ तपाईले अन गर्न सक्नुहुन्छ। अब यसको लागि के गर्ने, सिम्पली तपाईले यहाँ देख्न सक्नुहुन्छ मुनि सबै कुरा पढ्न सक्नुहुन्छ हैन। अब यसलाई अन गर्नलाई तपाई यतादेखि अन गर्नलाई चाहिँ सिम्पली प्ले एन्ड अन भनेर क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यसले तपाईलाई के गर्छ भन्दाखेरि अब प्ले स्टोरमा लिन्छ। अब यहाँ देख्न सक्नुहुन्छ गुगल प्ले स्टोर भनेर। ओके, म गुगल प्लेमा जान्छु, सिम्पली क्लिक गर्ने। यहाँ देख्न सक्नुहुन्छ अब हामी के गर्नुपर्ने हुन्छ भन्दाखेरि यसलाई इन्स्टल गरेर हामीले यसलाई खेलेर चाहिँ लेभल चाहिँ क्रस गर्नुपर्ने हुन्छ है त। ओके, त्यति गर्नुपर्ने हुन्छ। अब फेरि ब्याक टु हामी हाम्रो वेबसाइटमा आउँछु। ओके, वेबसाइटमा आएपछि अब मैले तपाईलाई देखाउन सक्छु है त। यो कहाँ गएर बस्छ भन्दाखेरि माथिपट्टि देख्न सक्नुहुन्छ यो भी लेखेको मेरो प्रोफाइल छ, म त्यहाँ जान्छु। ओके, त्यहाँ गइसकेपछि अब यहाँ मुनिपट्टि देख्न सक्नुहुन्छ यहाँ आएको छ अर्निङ इन प्रोग्रेस भनेर। यो एप डाउनलोड गरेर हामीले त्यता लेभल क्रस गर्दै गएपछि हाम्रो यता अर्निङ के हुन्छ बढ्दै जान्छ है त। ओके, तपाईले बुझ्नुभयो नि कुरा। जस्तै फेरि मैले के भन्दैछु, प्ले मुनिपट्टि यहाँ देख्न सक्नुहुन्छ एउटा अन भन्ने रहेको छ है, तपाईले यहाँ देख्न सक्नुहुन्छ। यसरी विभिन्न गेमहरू सबभन्दा अगाडि त माथि गेमहरू रहेको छ, जस्तै यो पनि गेम रहेको छ। सिम्पली यसलाई थिच्नु होला। क्लिक गरेपछि यसको सबै मेनुअलहरू पहिला पढ्नु होला यदि पढ्न चाहनुहुन्छ भने, र सिम्पली प्ले एन्ड अनमा क्लिक गर्नु होला। प्ले एन्ड अनमा क्लिक गरिसकेपछि अब यसले के गर्छ भन्दाखेरि तपाईलाई गुगल प्ले स्टोरमा लिन्छ। गुगल प्ले स्टोरमा लिइसकेपछि चाहिँ तपाईले त्यता के गर्नु होला भन्दाखेरि यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ म गुगल गेट एपदेखि गर्न सक्नुहुन्छ, गुगल प्लेदेखि पनि गर्न सक्नुहुन्छ। मैले सिम्पली गुगल प्लेमा क्लिक गर्छु। गुगल प्लेमा क्लिक गरिसकेपछि अब यसलाई इन्स्टल गर्नुपर्ने हुन्छ र यसलाई खेल्नुपर्ने हुन्छ। खेलेर लेभल कतिसम्म पुर्याउनु पर्ने हुन्छ। यहाँ मुनिपट्टि देख्न सक्नुहुन्छ अन एभ्री डे एन्ड प्ले। अन एभ्री डे एन्ड प्ले गरेको बापत चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ $0.01 चाहिँ अन गर्न सक्नुहुन्छ। यसले भनिरहेको छ के गर्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यी कुराहरूलाई हेरेर तपाईँले यता खेल्न सक्नुहुन्छ। र फेरि म माथिपट्टि भी लेखेकोमा क्लिक गर्छु र यतापट्टि अब मेरो यहाँ देख्न सक्नुहुन्छ अर्निङ इन प्रोग्रेस भनेर अर्को एउटा आइसकेको छ। सो यो सिम्पल काम यति मात्र गर्ने हो, अरू केही रहेको छैन। र यो एउटा मात्र नभएर यहाँ डिफ्रेन्ट रहेको छ। देख्न सक्नुहुन्छ डिफ्रेन्ट गेमहरू रहेको छ। यो सबलाई तपाईँले ट्राई गर्न सक्नुहुन्छ। $27, $23, ओके, त्यसपछि $2 हैन, त्यसपछि $27। मुनिपट्टि गेमिङ अफरमा फेरि यहाँ देख्न सक्नुहुन्छ थुप्रै गेम रहेको छ। अदर अफर भन्ने रहेको छ। यो अफरमा पनि तपाईँले हेर्न सक्नुहुन्छ। र त्यसरी फिचर सर्वे भनेको छ। यो सर्वे कम्प्लिट गरेर पनि तपाईँले के गर्न सक्नुहुन्छ यतादेखि अन गर्न सक्नुहुन्छ। अब यसको पार्टनर को भन्ने कुराहरू यता देख्न सक्नुहुन्छ हैन। बेसिकली तपाईले गेम खेलेर चाहिँ अन गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ मुनिपट्टि देख्न सक्नुहुन्छ माई अफरमा क्लिक गर्नुभयो भने चाहिँ तपाईले तपाईको अफर के हो, तपाईले के गरिराख्नु भएको छ भन्ने कुरा चाहिँ यहाँ देख्नुहुन्छ है त। त्यसपछि क्याश आउटमा भनेर जान्छु। ओके, म क्याश आउटमा गयो भने मेरो ब्यालेन्स कति छ, मैले क्याश आउट कति गरेँ त्यो कुरा यहाँ देख्छ। अब मुनिपट्टि आउनुभयो भने तपाईँले देख्न सक्नुहुन्छ पेपालमा तपाईँले $5 भएपछि विथड्र गर्न सक्नुहुन्छ हैन, 0 देखि $5। त्यसै गरी यो 1200 सम्म 200 पेपल डलर यानि कि 20,000 23,000 सम्म तपाईँले विथड्र गर्न सक्नुहुन्छ डाइरेक्ट पेपालमा। र पेपालमा विथड्र गरेको कुरा चाहिँ तपाईँले डाइरेक्ट
कहाँमा भन्दाखेरि यी सेवामा विथड्र गर्न सक्नुहुन्छ। त्यसरी मुनि यदि तपाईँको भिसा कार्ड छ भने सिम्पली तपाईँले भिसा कार्डमा पनि पैसा विथड्र गर्न सक्नुहुन्छ। नभए बिटकोइन, क्रिप्टोको, इथेरियम, लिथेरियम यो सबै ठाउँमा चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ, विथड्र गर्न सक्नुहुन्छ आफूले अन गरेको कुरा चाहिँ है। ओके, अब यहाँ देख्न सक्नुहुन्छ एग्रिगेट भन्ने रहेको छ, कसले कति कमायो भन्ने कुरा चाहिँ यहाँ देखाउँछ है। अहिले यो इन्टरनेटको प्रब्लमले गर्दा चाहिँ अलिकति समस्या देखाइरहेको छ। ओके, अब त्यसपछि यहाँ रिवार्ड भन्ने छ लास्टमा देख्न सक्नुहुन्छ। रिवार्डमा मैले मुनि क्लिक गरेपछि के रिवार्ड पाउनुभयो त तपाईँले त्यो कुराहरू यहाँ देख्न सक्नुहुन्छ। जस्तै यहाँ रिवार्डमा क्लिक गर्छु बिचमा। ओके, मैले केमा रिवार्ड पाउँछु यहाँ देख्न सक्नुहुन्छ। पास्ट 7 डेमा मैले 1 गरेँ भने यहाँ छुट्टै एउटा रिवार्ड मैले फेरि उपलब्ध गर्छु होइन। एक हप्तामा मैले $1 कमाएँ भने होइन। त्यसरी यहाँ मुनिपट्टि देख्न सक्नुहुन्छ लेभल 50 सम्म गयो भने मैले $0.03 फेरि अन गर्छु। त्यसरी 24 घण्टामा सबभन्दा धेरै कसले कमाएको छ यहाँ देख्न सक्नुहुन्छ। समाता भन्ने छ $51 चाहिँ यसले के गरेको छ, अन गरेको छ है। ओके, अब अर्को भनेको यहाँ माथिपट्टि इन्भाइट फ्रेन्ड रहेको छ यहाँ देख्न सक्नुहुन्छ साइडमा। इन्भाइट फ्रेन्डमा गएर चाहिँ तपाईँले कसैलाई इन्भाइट गर्नुहुन्छ भने चाहिँ त्यसले के गर्छ भन्दाखेरि त्यसले 5% चाहिँ 5% कमिसन चाहिँ तपाईँले अन गर्नुहुन्छ। त्यसले केही पनि गर्नु पर्दैन, तपाईँले 5% कमिसन चाहिँ अन गरिन्छ। जस्तै यहाँ देख्न सक्नुहुन्छ टोटल अर्निङ कति भयो 0, कति रिफर गरे त्यो पनि यहाँ देख्न सक्नुहुन्छ। र यो मुनिपट्टि जुन यो रिफर लिङ्क छ यसलाई सिम्पली कपी गर्नु होला र कोलाई पठाउन चाहनुहुन्छ तपाईँले पठाएको बापत त्यो लिङ्कदेखि यदि कसैले लगइन गर्छ, साइन अप गर्छ भने चाहिँ तपाईँले 5% कमिसन पाउनुहुन्छ। त्यो कमिसन चाहिँ अहिले पाउनुहुन्न। जब तपाईँले यो लिङ्क सेयर गर्नुहुन्छ, जब कसैले त्यतादेखि पैसा कमाउँछ, मानौँ त्यसले $1 कमायो भने त्यतादेखि 5% कमिसन चाहिँ मैले अन गर्छु है। यसरी योले वर्क गर्छ। सिम्पल गेम खेलेर सिम्पल एमाउन्ट लङ टर्ममा तपाईँलाई केही काम लाग्दैन। मैले भनेको छु, पहिल्यै पनि भनेको छु र अहिले पनि भन्छु, यी एपहरू भनेको अहिले काम गर्ने पछि छोड्ने खालका एपहरू हुन् होइन। लङ वेमा तपाईँले जान सक्नुहुन्न। सिम्पल गेम खेलेर केही क्यास पकेट मनी अर्न गर्न चाहनुहुन्छ भने चाहिँ यता तपाईँले काम गर्न सक्नुहुन्छ। आई होप आजको भिडियो तपाईँलाई मन पर्यो होला। यदि मन परेको छ भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला।